भिनाजु फेरि तिमी किन यहाँ आगे? भिनाजु तपाईँले बुवा आमालाई कुरा लगाएर ठुलो गल्ती गर्नुभयो। दिदीले धेरै चिन्ता गरेर रोइराखी छिन्। तिम्रो दिदी रोएको त तिमीले देखे, म रोएको कसले देखेको छ यहाँ? तिम्रो दिदीले बिना कारण चाहिने नचाहिने कुरामा शङ्का गरेको कारणले मलाई जीवन जिउन सास फेर्न सबै गाह्रो भइरहेको छ। कसले बुझ्छ मेरो पीडा? अनि के बुवा आमालाई कुरा लगाएर सबै पीडा कम भयो त भिनाजु तपाईँको? मैले कुरा लगाएको होइन, सरसल्लाह गर्न बोलाएको। तिम्रो दिदीलाई दुःख दिने रुवाउने मेरो उद्देश्य होइन। मेरो उद्देश्य भनेको कुराको छिनोफानो गर्नु हो। आमा बुवा आएर कुराको छिनोफानो भएपछि कि हामी मिल्छौँ कि हामी छुट्छौँ। र तिमी यहाँबाट गयो हुन्छ, दिदीसँग गएर बस। पहिला मलाई कति धेरै माया गर्नुहुन्थ्यो भिनाजु तपाईँले। अहिले त तपाईँमा धेरै परिवर्तन आएछ। त्यही भुन्टी बुहारीको कारणले होइन त तपाईँमा यति धेरै परिवर्तन आएको। तपाईँलाई आफ्नो बुहारी कति न सोझी छ जस्तो लाग्छ होइन, तर तपाईँको बुहारीको चरित्र बुझि नसक्नु रहेछ। के भन्दैछौ हो तिमी? म ठिक भन्दैछु भिनाजु। तपाईँको बुहारी यस्तो अवस्थाको बुढालाई छोडेर बाहिर केटाहरूसँग लठारिँदै कुरा गर्दै हिँडिराखेकी छ। त्यस्तै बुहारीको तपाईँले सपोर्ट गरेर आफ्नै बुढीको चाहिँ मन दुखाइरहनु भएको छ। मेरो बुहारी भाइ भन्दैमा कुनै केटा मान्छेसँगै बोल्नु नहुने भन्ने छ? उसको दाइ भाइ आफन्त पनि त हुनसक्छ नि। कुनै केटा मान्छेसँग बोलेको देख्ने बित्तिकै नराम्रो सोच्नु भनेको तिम्रो समस्या हो। भुन्टीलाई हेप्ने दिदी त छँदै थिए, अब फेरि एउटा बहिनी पनि थप्यो होइन? बुवा आमा आएर कुरा क्लियर नभएसम्म तिम्रो दिदी बहिनी मसँग बोल्ने होइन। बोल्ने त के कुरा, मेरो अगाडि पनि पर्ने होइन। चल।